नमस्कार साथीहरू, म देशी टेकमा तपाईहरुलाई स्वागत छ। आजको भिडियोमा हामी नेपालको शेयर बजार अर्थात नेप्सेको पिछलो 15 वर्षको यात्रा हेर्नेछौँ। यसमा तपाईहरुलाई जान्नु पर्ने कुरा छ कि कुन आर्थिक वर्षमा बजार सबभन्दा धेरै बढ्यो, कुन वर्षमा ठूलो गिरावट आयो, अहिले आर्थिक वर्ष 82-83 कसरी बजार कता जान सक्छ र यदि तपाईहरु शेयर बजारमा लगानी गर्नुहुन्छ वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने यो भिडियो अन्तसम्म हेर्नुहोस्। अब एक वर्षको नेप्से इन्डेक्स हेरौं। सबभन्दा पहिला छ 2068 र 59 को, जुन 389.72 रहेको छ। त्यसपछि 2069 र 70 मा 518.27 छ। त्यसपछि 2070 र 71 मा 1036.11 छ। त्यसपछि 2071-72 मा 961.23 छ। त्यसपछि 2072 र 73 मा 1718.15 छ। त्यसपछि 2073 र 74 मा 1582.67 छ र त्यसपछि 2074-75 मा 1212.36 रहेको छ र त्यसपछि 75-76 मा 1259.1 रहेको छ भने 2076-77 मा 1362.35 रहेको छ र 2077 मा सबभन्दा बढी गएको छ। यो चाहिँ 2077-78 मा 2883.41 रहेको छ र त्यसपछि 78-69 मा लकडाउनको कारणले यो धेरै कम भयो, 2009.27 आयो, 47 आयो, यानी कि धेरै घट्यो, 800 जति घट्यो। र त्यसपछि 79 र 80 मा 2097 भयो, 2097.10 भयो र त्यसपछि 2080 र 81 मा 2240.41 भयो र त्यसपछि 2081 र 82 मा 2794.78 भयो र त्यसपछि 2082-83 मा अहिलेको अवस्थामा 2597.80 छ र सबभन्दा बढी यसमा रहेको छ भने त्यो चाहिँ 2077 र 78 मा छ, जुन चाहिँ सबभन्दा बढी रहेको छ, 2843 रहेको छ, 2883.41 रहेको छ, जुन सबभन्दा बढी अहिलेसम्म को त्यही हो, त्यही इयरको सबभन्दा बढी अहिलेसम्म नेप्से इन्डेक्समा कारोबार भएको छ। यसबाट देखिन्छ कि नेपालको बजारले धेरै उतार चढाव पार गरेको छ। आर्थिक वर्ष 2082-83 को अन्तिम कारोबार दिन नेप्से 2597.80 मा बन्द भयो। अघिल्लो आर्थिक वर्षको तुलनामा केही करेक्सन देखिए पनि बजार अझै पनि बलियो स्तरमा रहेको छ। यस वर्ष आइपीओ, हाइड्रो पावर, बैंकिङ, मैन्युफ्याक्चरिङ लगायत धेरै सेक्टरमा लगानीकर्ताहरूको आकर्षक देखियो। अब सबैको प्रश्न के छ भने आर्थिक वर्ष 2083-84 मा बजार कता जान्छ। यदि बजारमा अनुकूल रह्यो, अर्थतन्त्र सुध्रियो, आइपीओ र कम्पनीको नतिजा राम्रो आयो भने नेप्सेले सकारात्मक गति लिन सक्छ। तर शेयर बजारमा जोखिम मुक्त हुने भएकोले कुनै पनि लगानी गर्नु अघि आफ्नै अध्ययन गर्नु आवश्यक छ। तपाईहरुलाई के लाग्छ, 2082-83 मा 2083 र 84 मा के नेप्से इन्डेक्स 300,000 पार जान्छ, 3000 पार जान्छ कि जाँदैन? आफ्नो विचार चाहिँ कमेन्ट गर्नुहोला र यस्तै दैनिक आइपीओ अपडेट, नेप्से एनालाइसिस, शेयर मार्केट न्यूज का लागि म देशी टेक च्यानललाई तपाईहरु सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।